गाइज पुरानै शैलीमा गाइज बिर्सेक गाइज नमस्ते गाइज फ्रेन्ड हामी चाहिँ भिडियो नबनाएको धेरै भएर चाहिँ झन्डै 2 महिनाभन्दा बढी भएर चाहिँ यार तर फोकसै नभएछ 2 महिनाभन्दा बढी भएर चाहिँ मैले भिडियो अपलोड नगरेको हामी चाहिँ खास उता साइवान जाने भनेको अनि यो चाहिँ सेकेन्ड अप्सनमा थियो साइकिङसम्म जाने बोट पायो भने साइवान जाने अनि बोट पाएन भने ट्याक्सी समातेर हामी लङ्केवान आउने भन्ने प्लान थियो हामी गयो जो नि लास्टै लेट भयो क्या कति 3:30-4 बजेतिर साइकिङ आइपुगेको थियो हामी त्यसपछि बोटै पाएन बोट रिजर्भ गर्नुपर्छ भने बोट रिजर्भ गर्दाखेरि टन्नै लाग्दो रहेछ अनि त्यही भएर हामी चाहिँ ट्याक्सीमा आएर त्यहाँ लङ्केवानबाट आएर क्याम्प साइटसम्म चाहिँ हिँड्दै आयो अनि यो चाहिँ सेकेन्ड अप्सनमा थियो हामी चाहिँ सेकेन्ड अप्सन चुज गरेर यहाँ आयो अर्को चाहिँ नेक्स्ट टाइम चाहिँ हामी साइवान जान्छ साइवान चाहिँ यो डाँडा भन्दाखेरि पछाडिपट्टि हो क्या खासै टाढा छैन यहाँबाट 1 घन्टा 2 घन्टा जस्तो हिँड्यो भने त पुग्छ होला यहाँ उकालो अनि फेरि तल झर्नुपर्छ होइन त्यही हो यहाँ चाहिँ आएको थियो इन्ट्रो नानीकन भिडियो सुरु गरौँ भनेको फेरि कस्तो हुँदो रहेछ कि एडिट गर्ने अब कहाँबाट भिडियो सुरु गरौँ भने जस्तो हुँदो रहेछ होइन एउटा खिचेको उतातिर जोर्डनतिर रस आवर भएर खासै भिडियो नै खिचेन साइकिङसम्म नै खासै खिचेन पहिला नै आएको भएर अनि साइकिङबाट चाहिँ जोर्डनै फर्किन चाहिँ यहाँबाट चाहिँ अब साइकिङबाट चाहिँ यताको भिडियोहरू चाहिँ अब यहाँबाट सुरु हुन्छ है हामी चाहिँ अब साइकिङ फर्किन्छौँ त्यहाँबाट सुरु हुन्छ फेरि अब लङ टाइम पछि हामी आइपुग्यो पाब्लो दाइको ब्लग हो छुट्टी भयो क्याम्पिङ गइन्छ अब खै क्याम्पिङ चाहिँ कता जाने भन्थ्यो तर थाहा छैन मलाई हामी चाहिँ तर डेन्जर ढिलो निस्क्यो आएको 4 बजिसक्यो पाब्लोसम्म जाने होइन पाब्लो दाइको त मान्छे भन्दा धोमा ठुलो छ यार यो झुन्डाएर त्यसले गर्दाखेरि साइकिङसम्म जा तलै पियरसम्मै गर है कहाँ जाने रे दाइ बिहा कहाँ जाने रे हामी कि त साइवान जान्छ कि त लङ्केवान जान्छ अब हामी साइकिङ जान्छ साइकिङ गएर बोट पायो भने हामी सिधै साइवान जान्छ बोट पाएन भने ट्याक्सी समातेर लङ्केवान जान्छ दुईवटा अप्सन छ हामीसित अहिले त्यही हो अब हामी ट्याक्सीमा बेजत हान्ने गएँ त बेजत हान्ने गएँ मैले हामीसँग सामान चाहिँ लास्ट धेरै भयो 4 बजी भयो यस्तो त सामान मेरो हालत त्यस्तो चाहिँ यही काम छैन ऊपर उता आयो चारजनाको यत्रो भयो सामान यार हामी पहिला यो होटलमा बस्यो नि गाइज पहिला क्याम्पिङ आएको एकचोटि म फोटो यहाँ यतातिर राखिदिन्छु है ए होटलमा बसेको हामी पहिला क्याम्पिङ आएको थियो डेन्जर ठुलो पानी पऱ्यो अनि यो पियर होटलमा बसेको नभन्दे त्यो भान्जा थियो म थिएँ कति तिरेको भनेर टप सिक्रेट हो त्यो चाहिँ भन्ने क्या पहिला अब हामी साइवान जाने डुङ्गा खोज्दै साइवान जाने स्पिड बोट सर्भिस साइवान If it's just 4% go, you need to 5 it too expensive. I suggest you hiking. गाइज के भयो भन्दाखेरि डेन्जर ढिलो भइभयो हामी टु लेट भइभयो अनि 4:35 भइभयो बोट जान्न रे हामीले बोट रिजर्भ गरेर जाँदाखेरि चाहिँ 1600 हङकङ डलर लाग्दो रहेछ हामी 4 जनाले सल्लाह गर्ने टु मच एक्सपेन्सिभ भयो यार भन्दा कति भयो 1600 पर पर्सन के पर पर्सन वान वे हामी 4 जना वान वे त्यही भएर अलिक छिटै आउने भनेको अनि यस्तै हुन्छ कि 1000 1600 हो
वान वेको 1600 हङकङ डलर भनेको त आम्मा मोमो खोजेको 1600 भन्यो अनि वान वेको के इङ्ग्लिसमा सोधिस होला गरेर ठगिहाल्छ त चाइनिजमा सोध्नु पर्छ त कसरी सोध्ने ल भन् त कहाँ सोधेको र भेसिया त्यति अनि छैन अब हामी कहाँ जान्छ हाम्रो फर्स्ट अप्सन चाहिँ नजाने भयो फर्स्ट अप्सन चाहिँ हाम्रो क्यान्सल भयो अब हामी सेकेन्ड अप्सनतिर जाँदैछौँ सेकेन्ड अप्सन हाम्रो लङ्केवान थियो लङ्केवान पनि जान्न रे बोट चाहिँ नजाँदो रहेछ लङ्केवान नि अनि हामी चाहिँ अब त्यही हो अब त्यही समात्नै जाने ट्याक्सी समात्ने लङ्केवान जाने सेकेन्ड अप्सन चुज गरेर हामी चाहिँ लङ्केवान आएको छ लङ्केवान ट्याक्सीमा आएर भर्खर यहाँ झऱ्यो हामी लङ्केवान जानु चाहिँ यहाँबाट हल्का हिँड्नुपर्छ कि यहाँबाट माथि यसरी हिँड्नुपर्छ यताबाट हिँड्यो भने बबाल सिन्नी देख्छ त्यहाँबाट लङ्केवान बबाल देख्छ कि यता नि रहेछ एउटा क्याम्प साइट यो डाँडाभन्दा पारी रहेछ तल तर त्यहाँ चाहिँ म पहिला गएको थिएन अहिले लङ्केवान नै जाने होला किनभने भोलि फर्केर यतै आउँदा नि यहीँ ठ्याक्क बाटोमा पर्छ क्या ठ्याक्क उताबाट गयो भने चाहिँ फेरि झरेर यतै हिँडेर फेरि फर्केर यतै आउनुपर्छ कि त्यही भएर हामी चाहिँ लङ्केवान जान्छ त्यही हो 1000 ल्याउन तर पिसफुल छ क्या प्लेसहरू जस्तो पिसफुल प्लेस भन्ने कि के भन्ने यार दामी छ त्योहरू त्यो पनि यहाँबाट एक राउन्ड ड्रोन सट हेरौँ न त त्यहाँ हेरौँ त्यो उहरू यो हेर्ने नि राम्रो छ तर ट्याक्क यता नि सिन चाहिँ बब्बाल देखिरहेको छ तर एन्टी लाइट पऱ्यो क्या ठ्याक्क त्यही छ होइन यो घाम त्यही छ अनि ट्याक्क एन्टी लाइट परेर खासै राम्रो देखिएन क्या फोटोमा चाहिँ हेर्न चाहिँ राम्रो देखिरहेको होइन तर फोटोमा चाहिँ राम्रो देखिएन त्यहाँ चाहिँ फोटो सेसन चलिरहेको रहेछ वेडिङ फोटो होला त्यो सायद त्यसको लागि आयो होला यिनीहरू चाहिँ ए भारी बिसाउनु पर्यो यार के हो हिँड्नै सकिन्न त यार थाकियो गाइज हिँड्न सकिन्न रहेछ 5 मिनट पनि तर त्यहाँ ट्याक्सीबाट झर्नेदेखि ठाउँ त सही लाग्थ्यो नि होला त्यही त भाइपरले सही ठाउँ मिस गर्यो भने फेरि कस्तो पिसफुल भाइब हो क्या केही हल्ला सल्ला केही छैन क्या आनन्द केटाहरू चाहिँ अगाडि गइरहेछ म चाहिँ यहाँ ड्रोन उडाउन लगाएर अलिक पछि परेँ क्या केटाहरूलाई फलो गर्छु भनेको भएन बिचबिचमा म ड्रोन सटहरू राख्छु होइन यसको हामी जाने चाहिँ यहाँ हो यहाँबाट देखेर नै रहेछ त्यताबाट अघि मैले ड्रोन सट लिइरहेको थिएँ म त्यो क्लिप हालिदिनु पर्ला यहाँनिर अनि पहिला एकचोटि आएको थियो हाम्रो भान्जा साउट आउट त हाम्रो भान्जा यो चाहिँ भान्जाले मलाई लिएर आएको ठाउँ हो समीर पुन उसको नि युट्युब च्यानल छ हामी चाहिँ मुस्ताङको भिडियो चाहिँ त्यही छ गाइजहरू त्यहाँ गएर हेर्दा नि हुन्छ त्यो च्यानलमा हाम्रो लोमान्थाङ टुर भनेर समीर पुन भन्ने च्यानलमा हालेको छ डिस्क्रिप्सनमा नि राखिदिउँला म लिङ्क होइन तर भान्जा चाहिँ आज छुट्यो भान्जाको काम थियो आज हाम्रो चाहिँ आज अनि भोलि चाहिँ होलिडे छुट्टी थियो त्यही भएर हामी चाहिँ तलतिर आएको थियो ल लङ्केवान आइपुग्यो मलाई छोडेर आउने मलाई छोडेर आउने भान्जा चाहिँ ठाउँ हेर्दैछ के छ हालत मजा खासै होइन यो यतिको बाटो के हो यस गाइज हाम्रो चाहिँ भर्खर ट्रेन बनेर भ्याएको छ र
केटाहरू चाहिँ सुतिरह त्यहाँ म चाहिँ हल्का उठेर कफी सफी बनाएर खाँदै हो होइन चिलमा यस्तो भ्यू हेर्दै अब जोर्डन गयो भने यस्तो भ्यूहरू हेर्न पाइन्न फर्स्ट डेस्टिनेसन थियो नि हामी साइवान जान्छ भन्ने हो त्यो चाहिँ यो पारी हो क्या योभन्दा अलिक पर यहाँबाट हाइकिङ हिँडेर पनि जान्छ लङ्केवानदेखि बिहान आयो नि बिहान आउने मान्छेहरू चाहिँ हिँडेर यहाँबाट साइवान गएर साइवानबाट बोट चढेर पनि जान्छ कि बिहानै दिनभरि हिँड्नेहरू चाहिँ ओङसेक पेयरसम्म गएर अनि ओङसेक पेयरबाट गाडी चढेर जान्छ होइन त्यस्तै हो हामी चाहिँ यहीँबाट आएको यहीँबाट फर्किने अहिले केटाहरूको क्लास छ अरे एकजनाको अनि बेलुकी 6 बजेदेखि क्लास छ अरे त्योभन्दा अगाडि पुग्नु पऱ्यो त्यस्तै हो यहाँ चाहिँ आउने ठिकै छ तर ऊ भयो क्या अनि पानी पाउन के पानी पाउन यसो होइन भन्नाले उमालेर खाने पानीहरू त छ त्यहाँ खोलातिर अनि त्यस्तो ऊ चाहिँ पाउन कि किनेर खाने किनेर यसो केही सामान छुट्यो भने छुट्यो सकियो छैन कि त्यही भएर किनेर खानु ठाउँहरू छैन यहाँ त्यसैले पहिला फर्स्ट टाइम सेकेन्ड टाइम क्याम्पिङ हो भने चाहिँ म यतातिर रिकमेन्ड गर्न गाइजहरूलाई अहिले हुन्छ नि केही सामानहरू छुटिहाल्यो भने नि त्यही गएर किन्ने भन्ने टाइपको तिर जाँदा हुन्छ अस्ति हामी पुयोतिर गएको थियो त्यहाँनिर त्यही नजिकै थियो होइन बिर्स्यो भने नि अनि हामी तापमुन जाँदा नि त्यहाँबाट यसो 10-15 मिनट हिँड्यो भने त थियो नि त पानी सानीहरू भ्याइयो भने पानी किन्ने खाने खाजासाजाहरू भ्याइयो भने किन्ने खाने थियो नि त त्यहाँ यहाँ चाहिँ छैन कि त्यस्तो अब नि हो यो बिच हो केही छैन माथि एउटा चर्च छ होइन अनि फार्म हाउस चाहिँ हो अनि त्यतातिर खासै त्यस्तोहरू पाउँदैन कि क्याम्पिङ गइरहेको छ भने त थाहा हुन्छ नि त सामान के चाहिन्छ भनेर त्यति बेला चाहिँ आउँदा हुन्छ यदि फर्स्ट टाइम सेकेन्ड टाइम हो भने चाहिँ I don't recommend you guys. चस्मा लाग्दाखेरि नौलो लाख ल्याएर गाइजहरूले खोलिदिनु पऱ्यो यार हामी चाहिँ ब्रेकफास्ट खान लाग्यो अब ब्रेकफास्टमा के छ भनौँ त एउटा जाम यो के जाम हो जाम कि जाम एन्ड बटर दुई थरीको म चाहिँ ब्रेड र जाम खान लाग्यो बिहान ब्रेकफास्ट अनि यहाँ पानी तातिएछ अब मैले चाहिँ बिहान नै खायो तर अझै एउटा चाहिँ खान्छ गाइजहरूलाई यसो मन राख्दिनलाई भने खानु पर्यो अनि भान्जाहरू सब उठ्यो अहिले त साला उठ्यो ओ भान्जा उठ्यो अर्को भान्जा उठ्यो कस्तो छ होला जस्तो चाहिँ हेर्दाखेरि दामी छ खै एउटा सिफुले बनाएर ल्याएको हो र सिफुले बनाएको भनेपछि त दामी होला नि त होइन के हो दामी जस्तो छ एकदम बवाल होला जस्तो छ एकदम बवाल ट्वाक छ होला ट्वाक म चाहिँ चिलमा बसिरहेको छु केटाहरूको सर्ट हान्दैन केटाहरूले त तल गएर फोटो सेसन चलिरहेको छ केटाहरूको त्यहाँ फोटो सेसन गर्दैछ टन्नै मान्छेहरू हिँड्दो रहेछ यताबाट उता हाइक गर्ने मान्छेहरू टन्नै हुँदो रहेछ अझ उयो भएर होला टन्नै आएको छ केटाहरूले तल फोटो खिच्दैछ अब फोटो खिच्दैतिर हेरौँ न त केटाहरूले के फोटो खिच्दै रहेछ त्यहाँ How was the experience? हालमा हाम फाल्न चाहिँ मजा आउँदैछ मलाई रमाइलो लाग्यो यति हो तपाईको त सेकेन्ड एक्सपिरियन्स कस्तो भयो हजुर मेरो फर्स्ट हो यही ठाउँमा सेम अब राति सुतिएन उता नि यता नि सुत्नु पाइएन अनि ठाउँ कस्तो लाग्यो ठाउँ एकदम राम्रो छ तर भाइपरले मिस गरे के यो ठाउँ सोच नमस्ते सम्पूर्ण भन्दा नि त मेरो छेउको तरुनीहरूलाई सोध्नु
अनि कस्तो भयो भन न ठाउँ चाहिँ एकदम बवाल रहेछ होइन मलाई के मन परेन भने चाहिँ यहाँको पसलहरू नरहेछ अरू सबै तर पसलहरू चाहिँ छैन है पसलहरूको कमी हुन्छ क्याम्पिङ आउनुको भन्दा अगाडि सबै रेडी गरेर आउनुपर्छ ल यस त्यही हो गाइज मैले भनिसकेँ केटाहरूको 3 जनाको चाहिँ यो ठाउँमा फर्स्ट एक्सपिरियन्स हो मेरो चाहिँ सेकेन्ड एक्सपिरियन्स हो पहिला नि आएको भएर मलाई थाहा भयो होइन यहाँ पानीहरू नि खासै पाउन कि अनि वहीँबाट बोकेर हामी जोर्डनबाट बोकेर आएको 2वटा ठुलो जार बोकेर आएको तर पुगेन हामीलाई त्यहाँ भर्ने पानी नि पाउँछ हल्का खोलाको पानी होइन गाउँतिर खा जस्तो नेपालतिर होइन टक्क लाएर अर्चलबोटतिर भर्नको जस्तो भाइबहरू आउँछ त्यतातिर जाँदाखेरि मैले बिहानै भनिसक्यो गाइज त्यही हो अनि तपाईँहरू जस फर्स्ट सेकेन्ड क्याम्पिङ एक्सपिरियन्स छ भने चाहिँ यहाँ नआउँदा नि हुन्छ किनभने सबै सामानहरू छुट्यो भने छैन छुट्यो सक्यो आइराख्ने बानी छ भने चाहिँ आउँदा हुन्छ सबै सामानहरू प्याक गरेर आउँदा हुन्छ लगाइजो आजको हाम्रो लङ्गेवानको बसाइ पनि यहीँसम्म रहेछ बस्ने मन हुँदा हुँदै पनि अब बाध्यता र परिस्थितिहरूले गर्दा बस्न नि पाइएन होइन बाध्यता र परिस्थितिहरू आफ्नै ठाउँमा छ हामी चाहिँ अब यस्तो एक कुम्लो बोकी ठिमीतिर भने जस्तो क्या अब पुरा सबले भारी बोकेर टुवेलिस भान्जाले नि 70 भारी बोकेर गइरहेछ अब हामी हिजोको बाटो बोटबाट फर्किने भनेको बोट त अहिले 2 बजे मात्रै आउँदो रहेछ अनि 2 घन्टा के बस्ने भनेर हामी चाहिँ लाग्यो अब गाइज हिजोको बाटो हिँडेर गएर त्यहीँबाट अब ट्याक्सीमा जाने त होला साइकिङसम्म त्यसपछि हुन्छ गाइज त्यही हो कस्तो भयो भिडियो नि थाहै भएन है अब जे जस्तो भयो त्यस्तै भयो अब के गर्नु